अनि कति टेन्सन लिएर टेन्सन हुँदैन त यार 3 चोटि भइसक्यो यार भिजा रिजेक्ट भएको अब योपालि नि भएन भने म जान्छु होला यार कहाँ डिप्रेसनमा ए मलाई कस्तो कुरा गरेर सम्झन यसलाई यार भिजा लाएर पनि डिप्रेसनमा जाने त्यसको लागि हामी छैनौ साथीभाइ छैन तनाती जसको पनि लाइफमा अप्स एन्ड डाउन हुन्छ मान्छे लडेपछि मात्र हिँड्न जान्ने कुरा पनि हार पछि जित हुन्छ जित पछि हार हुन्छ घर व्यवहार हुन्छ सुखी सम्पन्न परिवार हुन्छ यसमा बुद्धको र्यामै छ त यार तैपनि तनाती त्यसको लागि म भगवानसँग प्रार्थना गरिदिन्छु हे भगवान यसो भिजा लागोस् मेसेज गरे फेरि ओए मेरो अस्ट्रेलियाको भिजा लाग्यो भने मेसेज आयो यार थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच तेरो म सोच्छु त बात गरेछ अघि भन्नु पर्दैन थ्याङ्क यू सो मच अघि नै भन्नु पर्दैन अघि भन्नु पर्दैन थ्याङ्क यू तेरो 3-4 पटक रिजेक्सन भइसक्यो भिजा यसले एक पटक बोल्दा फ्याक्कै लाग्यो भने यसले स्पेशल पार्टी दिए है भाइ थ्याङ्क यू सो मच ए त साथी भने यस्तो हुनु भन्छ के म पिछा मेरो आउँछु ल हे भगवान मैले जिस्केर भनेको कुरा कहाँ सिरियस लिँदा तपाईँले भन्ने बित्तिकै थाहा भिजा हानिदिनुपर्छ त म जस्तो कुरा नि पत्याउने हो तपाईँले नै नै लाग्ने हो त अलिकति सोचेर विचार गरेर भिजा दिनु पर्दैन हामी 3 जनामा 13 वटालाई मात्रै भिजा दिएर हुन्छ मिल्छ भने त्यो भिजा क्यान्सल हान्दिनु क्यान्सल पुरै पुरै क्यान्सल हान्दिनु ए भगवान अब त साथीहरू पनि छैन मलाई पनि अस्ट्रेलिया जाने बाटो देखाउनुहोस् प्लिज भगवान ढुङ्गा हान्नुभयो ए भिजिङ कार्ड पो छ त ए एस्ट्रोलिङ कन्सल्टेन्सी यो के पठाउनु भगवान भगवानले हैन मैले तँलाई पनि अस्ट्रेलिया जानु मन भए एस्ट्रोलिङ कन्सल्टेन्सी गरेर अप्लाई गर मैले पनि त्यहीबाट अप्लाई गरेको ए एस्ट्रोलिङ कन्सल्टेन्सी गयो भने अस्ट्रेलिया जानु पाइन्छ अस्ट्रेलिया जानु पाइन्छ अस्ट्रेलिया जानु भन्दा अगाडि आइएलटीएस गर्नु परेन आइएसपीटी गर्न चाहिँ कहाँ जाने त आइएलटीएस गर्न पनि एस्ट्रोलिङ कन्सल्टेन्सी नै जाने अहिले त आइएलटीएस मा भ्यालेन्टाइन स्पेशल अफर पनि चलिरहेको छ कस्तो अफर कस्तो हुनु नि भ्यालेन्टाइन विक अफर यो अफरमा तपाईहरुले आइएलटीएस को डेट बुक गर्दा मात्र 19,999 मा बुक गर्न सक्नुहुन्छ ओन्ली फर 5 विनर्स पार्टिसिपेट गर्नको लागि डीएम गर्न सक्नुहुन्छ विथ योर डिटेल्स अथवा दिएको नम्बरमा टेक्स्ट अर व्हाट्सएप गर्न सक्नुहुन्छ विनर अनाउन्समेन्ट चाहिँ 22 फेब्रुअरीमा हुनेछ अन टिकटक लाइभ So, hurry up guys, book your seat and do visit Astralink Consultancy and Visa Consultant, Putal Sada, Sundar Mohan Complex, 2nd floor.